दर्शकवृन्द, बालेन सरकारले गर्यो लाखौं मजदुरको मन जित्ने काम। आज नेपालकै पहिलो सुरुङ मार्ग उद्घाटन भयो, तर बिल्कुलै नयाँ र नौलो तरिकाले उद्घाटन भयो। सुरुङ मार्ग निर्माणको सुरुदेखि नै काम गरेका मोगु घर भएका एक वृद्ध मजदुरले गरे रिबन काटेर उद्घाटन। उद्घाटनको क्रममा रिबन टाङ्गिएको थियो र मन्त्री सुनिल लम्सालले पुरानो वृद्ध मजदुरलाई कैँची दिँदै रिबन काट्न आग्रह गरे र मजदुरले रिबन काटेर सुरुङ मार्गको उद्घाटन गरे। यो नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग 5.3 किलोमिटरको छ। यो सुरुङ मार्ग निर्माणको उद्घाटन केपी शर्मा ओलीले गरे पनि निर्माण सम्पन्नको उद्घाटन गर्न भने पाएनन्। विगतका सरकारहरूले आफू जस लिनको लागि आफ्नै हातबाट उद्घाटन गर्थ्यो, तर बालेन सरकारले सुरु लेभलदेखि नै काम गरेका एक वृद्ध मजदुरका हातबाट उद्घाटन गराएका छन्। बालेन सरकारको यो काम हजुरहरूलाई कस्तो लाग्यो? भिडियोमा कमेन्ट गर्नुहोला र यो भिडियोलाई जति सक्दो शेयर गरिदिनुहोला। जय बालेन।